चटपटी पनि मजासँग खाएँ अनि म लागेँ काठमाडौँतिर यस्तो राम्रो राम्रो भ्यू हेर्दै। आहा! कति आनन्द मौसम पनि क्या मजाको थियो। हेलो हेलो नमस्ते अनि स्वागत छ सबैजनालाई मेरो मिनी भ्लगमा। आज चाहिँ म रेडी भएर ताम तयार भएर लाग्दैछु काठमाडौँतिर। काठमाडौँमा चाहिँ मेरो हल्का फुल्का काम थियो, त्यही भएर म चाहिँ ठ्याक्कै 10 साढे 10 तिर चाहिँ म रुमबाट निस्केपछि चाहिँ म गएँ गाडीको टिकट काट्न अनि टक्क टिकट पनि काटियो फाइनली। टिकट काटिसकेपछि म अब बसिहालेँ गाडीमा। गाडीमा बसेपछि लागिहालेँ अलि एकछिनपछि। त्यहाँ सबै मान्छेहरू चढ्दै हुनुहुन्थ्यो अनि सबैजना चढेपछि हामी निस्क्यौँ त्यहाँबाट। हेर्नु त यति राम्रो मौसम चाहिँ क्या बवाल थियो क्या। ट्राभलिङ गर्न चाहिँ मस्त हुने खालको थियो। अनि भ्यू हेर्दै आँखालाई मनोरञ्जन दिँदै राम्रोसँग सजिलोसँग इन्जोय गर्दै गर्दै गइयो। अनि त्यसपछि चाहिँ हामी ठ्याक्कै कति हिँडेको 2-3 घन्टा भइसकेको थियो। सबैजना त्यहाँ गाडीमा पनि एकदमै फ्यामिली हुनुहुन्थ्यो। सबैजनासँग राम्रोसँग कुरा गर्दै भिडियो बनाउँदै ठ्याक्क खाजा खाने ठाउँमा रोक्यौँ। हेर्नु यो ठाउँमा हो हामीले चाहिँ खाजा खाएको। अनि त्यसपछि मैले चाहिँ खानासाना खाएरै निस्केको थिएँ। अनि त्यसपछि अरू केही खान मन लागेन। त्यहाँ त्यस्तो धेरै थरी थरी चिज त पाउँथेन। अनि मैले चाहिँ चटपटे खाएँ। गाडीमा हिँडेपछि चटपटे खान चाहिँ मनपर्छ क्या प्रायः जस्तो मलाई। अनि त्यसपछि मैले चटपटे पनि हतार हतार खाएँ किनकि 20 मिनट मात्रै रोक्ने भन्नुभएको थियो। अनि चार्ज पनि चार्जवाला गाडी थियो अनि चार्ज पनि फुलै थियो अरे यहाँबाट लिएर जाँदै। अनि हेर्नु मौसम कति राम्रो छ, पानी पर्न पर्न पनि लागिरहेछ। अनि त्यसपछि हामी सबैजना खाजा खाएर फेरि लागियो। ठ्याक्कै हामी वहाँ पुग्दा त बेलुका बेलुका हुन थालिसकेको अनि सिधै गएर होटल बुक गरेँ। आजको भिडियो चाहिँ यतिमै एन्ड गर्न चाहन्छु। अर्को फेरि अर्को भाग लिएर आउँछु है।